प्रमुख महोदय, सर्वप्रथम गत 14 गते शिक्षक आन्दोलनको क्रममा शिक्षक र प्रहरी बीच दोहोरो झडप हुँदा घाइते भएका शिक्षकहरू र प्राइम टाइमको घाइते पत्रकार सबिना कार्कीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। सभामुख महोदय, आज म शिक्षकहरूको बारेमा मात्र बोल्ने अनुमति चाहन्छु। म पनि पूर्व शिक्षक हुँ। हो, शिक्षकहरूलाई अन्याय भएको छ। मैले शिक्षकहरूको मर्म पनि राम्रोसँग बुझेको छु। सरकार अभिभावक हो, सरकार शिक्षक पनि सरकारको अभिन्न अंग हो। अब तर सरकारले गत 14 गते शिक्षकहरूमाथि प्रहरीद्वारा पानीको फोहरा हान्ने, लाठीचार्ज गर्ने जस्ता जुन कार्य गर्यो त्यो निन्दनीय कार्य भयो। तसर्थ म यो सरकारको तर्फबाट राम्रो कार्य भएको छैन भन्न चाहन्छु। सभामुख महोदय, यत्रो दिन बितिसक्दा पनि सरकारले शिक्षकहरू आन्दोलनमा आउनको कारण खोज्नुपर्छ। एउटा बिरामी डाक्टर कहाँ पुगेको खण्डमा डाक्टरले बिरामी हुनुको कारण पत्ता लगाउनु पर्दछ। गौतम बुद्धले पनि भन्नुभएको छ, यो संसारमा दुःख छ, दुःखका कारणहरू छन् भन्नुभएको छ। तसर्थ शिक्षकहरू पनि त्यसै आन्दोलनमा आएका छैनन्। शिक्षकहरू आन्दोलनमा आउनका कारणहरू छन्। सरकारले पटक पटक सम्झौता गर्ने अनि सम्झौता कार्यान्वयन नगरेर शिक्षकहरूलाई धोका दिएको कारणले शिक्षकहरू आन्दोलनमा आएका छन्। कुनै शिक्षकलाई 2075 सालमा 55 वर्षको उमेरमा स्थायी गरेको छ, तर तेरो 20 वर्ष अवधि नपुगेकोले पेन्सन हुँदैन भनेकोले शिक्षकहरू आन्दोलनमा आएका छन्। कुनै शिक्षकलाई उमेर छौन्जेल सरकारले शिक्षक सेवा आयोग नै नखुलाई उमेर व्यतीत गराएको कारणले शिक्षकहरू आन्दोलनमा आएका छन्। राज्य आफैले विदेशी एडको भरमा ठूलो संख्यामा राहत शिक्षक भर्ना गरी उचित व्यवस्थापन नगरेको कारणले शिक्षकहरू आन्दोलनमा आएका छन्। योगदानमा आधारित पेन्सन भनिएको छ, सेना प्रहरी लगायत अन्य क्षेत्रका कर्मचारीलाई मात्र 2076 साल श्रावण 1 गतेदेखि लागू हुने गरी सम्बन्धित कर्मचारीको आफ्नो तलबको 6% काटी त्यसमा सरकारले 6% थपी कोषमा जम्मा गरिसकेका छन्। तर शिक्षकहरूको मात्र 2082 साल वैशाख 1 गतेदेखि लागू हुने गरी यो कार्यक्रम लागू गरेकोले शिक्षकहरू आन्दोलनमा आएका छन्। वर्षौंदेखि सरकारले विद्यालयको लेखा हेर्ने कर्मचारी र कार्यालय सहयोगीलाई न्यून पारिश्रमिक दिई श्रम शोषण गरेको कारणले उनीहरू आन्दोलनमा आएका छन्। कुनै शिक्षकलाई बाल विकास शिक्षक भनेर अति न्यून पारिश्रमिक दिई श्रम शोषण गरेको कारणले उनीहरू आन्दोलनमा आएका छन्। तसर्थ अन्तमा म के भन्न चाहन्छु भने शिक्षकहरूको जायज माग सरकारले तत्काल सम्बोधन गरिनुपर्छ र सरकार अविछिन्न उत्तराधिकारी भएकोले विभिन्न सरकारको पालामा पटक पटक गरिएको सम्झौता कार्यान्वयन गरियोस् भन्न चाहन्छु। तर शिक्षक मित्रहरूले पनि बाल हट जस्तो गरी शिक्षा ऐन जारी नगरी विद्यालय फर्कन्न नभन्नुहोला र म केही राजनीतिक दल र दलका नेताहरूलाई पनि आफ्नो पालामा भएको सम्झौता कार्यान्वयन नगरी अहिले शिक्षक आन्दोलनको सहानुभूति लिन र सेल्फी खिच्ने कार्य मात्र नगर्नुहोला पनि भन्न चाहन्छु। र त्यस्ता राजनैतिक दलको नेता र राजनीतिक दलका भुलभुलैयामा पनि म शिक्षक मित्रहरूलाई नअल्मलिन अनुरोध गर्दछु। अन्तमा म जाँदै यस सम्मानित सदनमा नेपाली कांग्रेसको सहमहामन्त्रीको छोरा भाटभटिनी लुटपाट काण्डमा मुछिएको भन्ने कुरा आयो। त्यो भ्रामक कुराको पछाडि हामी लाग्नु हुँदैन। जो सांसदले यस सम्मानित सदनमा आफ्नो विचार राख्नुभयो त्यसको प्रमाण पुष्टि गर्न पनि अनुरोध गर्न चाहन्छु। धन्यवाद। जय नेपाल।